गाइज यो चाहिँ हाम्रो क्लोजिङ टाइम हो र यो चाहिँ हाम्रो सानो मिनी किचन हो र यो किचनमा चाहिँ हामीले काम गर्छ र हाम्रो केटाहरू चाहिँ सबै काम सकेर यहाँ हात धुँदैछ र कोही पानी खाँदैछ कोहीले के खोज्दैछ है र हाम्रो फ्रन्ट साइड चाहिँ यस्तो छ यहाँ सहर पनि हुन्छ र होइन यहाँ जेटलीहरू छ यहाँ सिस्टरहरू छ आमो हेयर स्टाइल हेरेर सिस्टरको फेरि हो यस्तो गरिदेऊ त नि हल्का यो हो नि त पारा यसलाई भन्छ पारा अनि गाइज यो चाहिँ हाम्रो यहाँ सोको लागि चाहिँ बिस्कुटको हो कि यो एकदम दामी पाराले बनाएको छ होइन यो चाहिँ यो जुन एरियामा हामी छ यही जग्गाको एउटा मैसुर प्लेस भन्ने ठाउँमा चाहिँ यो चाहिँ साँच्चीकै ठुलोमा छ तर यहाँ चाहिँ बिस्कुटको सानो बनाएको होइन फुल मैसुर प्लेस हो यो र यहाँ चाहिँ बिस्कुटले बनाएर चाहिँ यहाँ इन्टरटेनमेन्टको लागि चाहिँ यहाँ राखेको छ हाम्रो किचनमा र हाम्रो सबैजना ग्रुप चाहिँ यहाँ अब ड्युटी छुट्टी भएर चाहिँ जानको लागि सबैजना तर्खर गरिरहेको छ है सो यो अगाडिपट्टि चाहिँ हाम्रो बेकरी पनि छ र यो बेकरीमा चाहिँ धेरै किसिमको आइटमहरू पाउँछ र हजुरहरूलाई पनि सायद देखेर मन पर्यो होला र हजुरहरूले ट्राई पनि गरिसकेको होला पहिल्यै पनि होइन र तै पनि मैले चाहिँ एकचोटिको लागि चाहिँ यसो लोकेसन यो देखाइदिएको हजुरहरूलाई कस्तो छ हजुरहरूलाई कस्तो लाग्यो जेटली आई गर्दै ओ माय गॉड पागल देखो इसको चाक में मैं इसे मारेगा ना इसे ये देखो क्या था